नमस्ते, जय नेपाल। खुसी छु, ह्याप्पी छु। सिम्पल मेजोरिटी, 2/3 मेजोरिटी दुवैमा राष्ट्रिय स्वतन्त्र पार्टीले एकदम सक्सेस भगवानसँग प्रार्थना थियो। अब चाहिँ सबै भ्रष्टाचारीको पुरानो फाइल खोल्नुपर्छ अनि त्यसपछि सबै भ्रष्टाचारीहरूलाई उद्योग र कल कारखाना पनि खोल्नुपर्छ र सबै भ्रष्टाचारीहरूलाई त्यही उद्योग र कल कारखानामा काम गराएर सजाय कटौती गर्नुपर्छ। महेश बस्नेतले भनेको छ, अगर केपी बालाई प्रतिशोध राख्यो भने देशमा आन्दोलन हुन्छ। केही हुँदैन महेश बस्नेत, केही हुँदैन। जेनजी आन्दोलनमा छ नि केही कुराहरू गल्ती गरे कि हामीले 23 र 24 भदौको जुन थियो त्यसमा चाहिँ केही महेश बस्नेत, केही नेताहरूलाई छ नि केपी ओली, शेरे, प्रचण्ड यिनीहरूलाई जिउँदै जलाएर मार्नु पर्थ्यो कि, तर बाँकी राख्यो। यसमा ठुलो गल्ती गर्यो। सबै दोष अगर मलाई दिन्छौ भने जेनजी आन्दोलनको म लिनलाई तयार छु, किनभने म वाक्क दिक्क भइसकेका थिएँ यो सरकारदेखि, विप्लवदेखि, माओवादी, प्रचण्डदेखि। म खुसी छु, एकदम खुसी छु कि यो सत्ता ढल्यो। अब यो सत्ता ढल्यो, अब राष्ट्रिय स्वतन्त्र पार्टीले अब चाहिँ एकदम देश निर्माण, सीमा, प्रदेश खारेजी गरिदिनुपर्छ। प्रदेशले फेरि लुट्छ, स्थानीय त पनि सकभर खारेजी गरिदिनुपर्छ। अब जुन एउटा पृथ्वीनारायण शाहले जुन एउटा नेपाल सुन्दर एकीकरण गरेको थियो, त्यसमा चाहिँ अब चाहिँ एकदम नेपाललाई चाहिँ एक भएर जोडेर चाहिँ अगाडि बढ्नुपर्छ। बालेन दाइ, म तपाईँलाई अनुरोध गर्छु, तपाईँ प्रधानमन्त्री हुनुपर्छ। 5 वर्षको लागि स्थिर कार्यकाल तपाईँ नै प्रधानमन्त्री बन्नुपर्छ र देशले अब एउटा नयाँ मोड लिएको छ। सबै जनतालाई एउटै फुलबारीमा समेटेर अघि बढ्नुहोस्, जनताले साथ दिन्छ। जति भ्रष्टाचारीहरूको पुरानो रेकर्ड फाइल छ सबै खोलेर जेल हाल्नुहोस् अब चाहिँ। किनभने अनि अहिलेको जुन प्रतिवेदन सरकारले बुझाएको छ जेनजी आन्दोलनको, त्यसमा आइजिपीलाई, काठमाडौँ उपत्यका प्रमुखलाई, खापुङलाई, अनि त्यसपछि के भन्छ यो रिजाललाई, सिडिओलाई, सबैलाई कारवाही गर्नुपर्छ। यिनै मुख्य दोषी हुन् र यो जेनजी आन्दोलनमा जतिले आन्दोलन गरे नि त्यो सबैले माफी दिनुहोस्। बालेन दाइ, सबैले माफी दिनु, किनभने तिनीहरू सबै वाक्क दिक्क भएर छ नि, यो सरकारदेखि वाक्क दिक्क लागेर आन्दोलन गरेका हुन्। त्यसैले सबै जनतालाई माफी दिनुहोस्। अब चाहिँ देश एउटा शान्तितर्फ, एउटा सुशासनतर्फ, एउटा शान्त वातावरणतर्फ अब देश जाँदैछ। अब देश, बालेन दाइले जुन दिन शपथ ग्रहण लिन्छ त्यो दिन म नेपाल फर्किन्छु। जुन दिन बालेन दाइले शपथ ग्रहण लिन्छ त्यही दिन म नेपाल फर्किन्छु। त्यसपछि हेर्छु को के गर्छ। अब जनताले न्याय पाउँछ। अब जनताले बोल्ने टाइम आयो। अब जनताले पनि बोल्ने आफ्नो अधिकार अब पायो। हरेक जनतालाई, बालेन दाइ, सबैलाई, कसैलाई काखा, कसैलाई पाखा, कसैलाई केही नै, सबैलाई समान एक व्यवहारले न्याय दिनुहोस्, शिक्षा दिनुहोस्, रोजगार दिनुहोस्, आत्मसम्मान दिनुहोस्, तपाईँले एउटा के भन्छ एउटा स्वास्थ्य दिनुहोस्, सबैलाई एक समान दिनुहोस्, कसैलाई ठुलो र सानो होइन। अब हामी सबै अब नेताहरूको दादागिरी गयो। अब जति पुरानो थियो नि सबैको दादागिरी गयो। म यो भिडियो बनाउँदैछु, तपाईँले हेर्नुहोस्। अब सबै नेताहरूलाई जेलमा हाल्ने बेला आइसकेको छ। सबैले अचानक जेलमा हाल्ने हो। बालेन दाइ, प्रधानमन्त्री हुन बित्तिकै सब नेताहरूलाई हाल्नुहोस्, केहीको डर नमान्नुहोस्। जनता तपाईँको साथमा छ। म सुरेश कुमार रौनियार, म पनि तपाईँको साथमा छु। रवि दाइले ठिक्क न्याय पाउनु भएको छ है, यसमा म खुसी छु। अब रवि दाइले न्याय पाए म यसमा खुसी छु। यो मेरो भिडियो धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्, सबैजनासँग पुगोस्। मलाई सबभन्दा पहिला चाहिँ के भन्छु, हामीलाई सबभन्दा पहिला हामीलाई पहिला देशको माया लाग्छ। पहिला हामीलाई देश चाहियो। यो जाति, यो वाद, त्यो वादभन्दा सबभन्दा ठुलो भनेको हाम्रो देश हो। देश रहिरह्यो भने हामी रहिरहन्छौँ। त्यसपछि हाम्रो नेपाली जनता हो दोस्रोमा। हामीलाई चाहिँ सबभन्दा पहिला हाम्रो देश चाहियो। अब देशको यति माया छ सम्पूर्ण जनतालाई कि अहिले हेर्नुहोस्, बाहिरी देशमा अहिले विश्वमा कस्तो सिचुएसन छ। सबै लडिरहेछन्, इरान, अफगानिस्तान, पाकिस्तान, दुबई, साउदी अरेबिया, कतार। अहिले चारैतिर युद्धको माहौल छ। तर हाम्रो नेपाल देश अहिले पनि शान्ति छ। जेनजी आन्दोलनमा जुन शहीदहरू भयो त्यो त एकदम आत्मा दुखी छु होइन। 76 जना मरेकोमा भगवानले सबैको आत्मालाई शान्ति दियोस्।
जतिजना हस्पिटलमा घाइते सकभर राम्रोसँग उपचार भएर भगवान्ले बचाउँ। तर अब चाहिँ एउटा प्रचण्डले चाहिँ जित्यो होइन, पूर्व रुकुमबाट जित्नु नपर्ने कसरी जित्यो। काङ्ग्रेसले पनि 16-17, एमाले पनि 7-8, एमाले त लिएर आउनै नपर्ने हो एक भोट पनि, तर कसरी लिएर आयो म चिन्तित छु है, गम्भीर सोचमा परेको छु। माओवादीले पनि 7-8 भोट लिएर आयो, तर कसरी लिएर आयो, पैसा बाँटेरै होला होइन, मलाई सकभर लाग्छ। म पनि यसमा गम्भीर छु। अब चाहिँ एकदम तपाईँले अब प्रधानमन्त्री बालेन दाइ, तपाईँ प्रधानमन्त्रीको कुर्सीमा बसेर अब 16वटा मन्त्रालय जति छ सबै मन्त्रालय दाइ भ्रष्टाचार शून्य हुनु पर्यो, क्राइम शून्य हुनु पर्यो देशमा। सकभर यो छानबिन जुन छ नि तपाईँको बालेन दाइ, यो सम्पत्ति शुद्धिकरण विभाग, गृह मन्त्रालयको सबभन्दा मेन फोकस चाहिँ क्राइम शून्य पार्नु पर्यो, देशमा क्राइम शून्य हुनु पर्यो। अब चाहिँ सबै व्यक्तिले न्याय समान रूपले पाउनु पर्यो र क्राइम शून्य हुनु पर्यो बालेन दाइ। अब चाहिँ क्राइमको दुनियाँमा चाहिँ नेपाल शून्य, एकदम शान्ति माहौल होस्, सबैजनाले स्वच्छ भएर बाँच्न पाऊँ, हाम्रो देशको हावा वातावरण पानी एकदम राम्रो छ। अब कसैले पनि राजनीतिक नगरौँ है, कसैले पनि अब राजनीतिक नगरौँ। 16वटा मन्त्रालयका सरकारी कर्मचारी होस्, जुन मन्त्रालयका होस्, गृह मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, हरेक मन्त्रालयका कसैले अब राजनीतिक नगरौँ। सरकारी कर्मचारीलाई राजनीतिक गर्नै नदिउँ, देशमा सरकारी कर्मचारीलाई राजनीतिक गर्नमा ब्यान्ड गरिदिउँ। उसले आफ्नो काम के हो त्यो गरौँ न, किन राजनीति गर्नु पर्यो? राजनीति गर्नलाई हामी जस्तो युवा, बालेन दाइ जस्तो युवा छौँ त हो, रवि दाइ जस्तो युवा छ त, किन सरकारी कर्मचारी राजनीति गर्नु पर्यो? सरकारी कर्मचारीलाई 16वटा मन्त्रालयकै सबैको फाइल रेकर्ड दाइ भ्रष्टाचार गरेको सबै निकाल्नु पर्यो, सबैको त्यो छानबिन गर्न मलाई दिनु पर्यो कि मलाई दाइ दिनु पर्यो? म भन्छु विश्वका स्विजरल्यान्डका पनि जति देशमा बाहिरी हाम्रो मनी करेन्सी गएको छ सबैले म तान्छु र सबै तान्छु र सबैलाई जेल पनि हाल्छु दाइ। किनभने यति भ्रष्टाचार गरेको छ, यति लुटेको छ, यो माओवादीको पालोमा, काङ्ग्रेसको पालोमा यति लुटेको छ, आफन्तहरूले उस्तै लुटेको छ, सरकारी कर्मचारीले उस्तै लुटेको छ। सबैको सम्पत्ति शुद्धिकरण गर्नुपर्छ, सबैको छानबिन गर्नुपर्छ र जसले भ्रष्टाचार गरेको छ सबैलाई जेल हाल्नुपर्छ दाइ, सिधा कुरा हो। अब चाहिँ देशमा अब बालेन दाइले जुन दिन प्रधानमन्त्रीको शपथ ग्रहण लिन्छ त्यो दिन म आउँछु, म खुसी छु, एकदम ह्याप्पी छु। अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी बालेन दाइले अब युवाको सरकार आएछ, अब चाहिँ देशमा शान्ति पाउँछ, सबैले समान रोजगार, शिक्षा, स्वास्थ्य पाउँछ, एकदम खुसी छु। जय नेपाल।